नमस्कार, म दीपक राज जोशी। फेरि आज एकचोटि तपाईँहरूसँग दुई चारवटा कुरा मनका कुराहरू तपाईँहरूसँग पोखौँ भन्न आएको छु। म अहिले प्रतिनिधि सभाको चुनाव फागुन 21 गते हुने चुनावकै दौरानमा गाउँघरमा म हिँडिरहेको छु, घर दैलो गरिरहेको छु, नागरिक घरसँग भलाकुसारी गरिरहेको छु। त्यसरी हिँड्ने क्रममा भेटेका नागरिकहरू कहिले वनको मिटिङमा, कहिले खानेपानीको मिटिङमा, कहिले वडाको मिटिङमा, कहिले के को मिटिङमा उहाँहरू व्यस्त हुनुहुन्छ। अनि मलाई गजब लाग्छ, नेपालको समृद्धिको यो वास्तविकता धेरै नागरिकले भोगिरहेको चाहिँ पीडा हो। काम गर्ने नागरिक तर सेवा नदिने राज्य, राज्यले सेवा दिनुपर्ने हो होइन। त्यो सेवा दिए बापत मैले तिर्नुपर्ने पैसा मैले तिर्नुपर्छ। तर हाम्रोमा के छ भन्दाखेरि हामी नेपालीहरू 6 दिन एकदमै कडा मेहनत गरेर काम गर्छौँ। एक दिन शनिबार बिदा हुन्छ। त्यो बिदाको दिनमा हामी आफ्नो परिवारसँग समय बिताउने अवसर हुँदैन हामीसँग, किनभने हाम्रो राजनीतिक संरचनाले यस्तो हामीलाई यस्तो ठाउँमा पुर्याइदिएको छ कि हामी त्यो एक दिन चाहिँ परिवार छोराछोरीसँग घुम्न जाने, मुभी हेर्न जाने, कहीँ घुम्न जाने त्यो समय नदिएर हामी टोल विकास समितिको बैठक, वन उपभोक्ता समितिको बैठक, पानी आएन भनेर पैसा उठाएर पाइप किन्ने होइन, ट्याङ्की बनाउने, बाटो खन्ने, बिग्रिएको बाटोहरू आफै मर्मत गर्ने जिम्मा सबै चाहिँ हाम्रो सरकारले चाहिँ के छ त नागरिकको चाहिँ काँधमा त्यो जिम्मा दिएको छ। एक दिन पनि हामी आफ्नो परिवारको लागि र आफ्नो लागि चाहिँ समय चाहिँ बिताउन हामीले पाउँदैनौँ। अब प्रश्न उठ्छ, यदि यो सबै चिज गर्ने हो भने राज्य सत्ता के को लागि त, सरकार के को लागि? यदि पानी, यदि बाटो, यदि सरसफाइ र आधारभूत सेवा पनि नागरिकले आफै मिलाएर आफैले गर्नुपर्ने हो भने कर किन तिर्ने होइन? त्यो राजनीति गर्ने मान्छेले के को लागि, कसको लागि राजनीति गर्ने? राज्यको भूमिका के हो भनेर प्रश्न सोध्नुपर्ने बेला आएको छ। म आफै नागरिक भएको हैसियतले म कुनै गाउँमा म मत माग्न जाँदाखेरि आज यहाँको मान्छेहरू कहाँ जानुभएको छ भन्दाखेरि उहाँहरू पिकनिक जानुभएको छ, उहाँहरू घुम्न पशुपति जानुभएको छ, लुम्बिनी जानुभएको छ भन्ने कुराहरू सुन्न म एकदमै आतुर छु। तर उहाँहरू जहिले पनि सानोभन्दा सानो काममा, सरकारले गर्नुपर्ने काममा अल्झिरहनु भएको छ। त्यसो भएर नागरिकको जिम्मेवारी स्पष्ट छ। कर तिर्ने हो, कानुन पालन गर्ने हो, फोहोर नगर्ने हो, समाजमा अनुशासन कायम गर्ने हो। मेरो काम फोहोर नगर्ने हो। यदि फोहोर कसैले गर्यो भने सफा गर्ने काम के हो त? त्यो सरकारको। त्यस कारणले मैले के गर्छु त, मैले त्यो सरकारलाई ट्याक्स तिर्छु। तर विकास योजना बनाउने, पूर्वाधार निर्माण गर्ने, सेवा प्रवाह गर्ने र नागरिकहरूलाई सहज जीवनशैली जिम्मेवारी त्यो चाहिँ सहज जीवन दिने जिम्मेवारी कसको हो त? सरकारको। तर हाम्रो देशमा सरकारको अनुभूति नभएको धेरै वर्ष भइसकेको छ होइन। आजको वास्तविक समस्या के हो भन्दाखेरि राज्य जहिले पनि आफ्नो दायित्वबाट पछि हट्दै गएको छ। किन भन्दाखेरि राज्यको काम हामीले गरिदिएपछि राज्यले के सोच्छ भने हामीले किन गर्ने, हामी मिटिङमै व्यस्त छौँ अथवा राजनीति गर्दैमा व्यस्त छौँ होइन। नागरिकहरूलाई विभिन्न समिति, समूह अनि संरचनामा अनावश्यक रूपमा चाहिँ के गर्ने त, त्यो अल्झ्याएर जिम्मेवारी दिएपछि चाहिँ त्यो जिम्मेवारीबाट पन्छिने चाहिँ काम भइरहेको छ। तर यसलाई के भन्छ सरकारले भन्दाखेरि जनसहभागिता भनेर के भन्छ त, एउटा राम्रो शब्द कोइन गरेको छ सरकारले। यो जनसहभागिता होइन, यो राज्यको दायित्वबाट पलायन हो। राज्यले हामीलाई दास बनाएको। त्यसो र जनसहभागिता भनेको स्वस्फूर्त हुनुपर्छ। जनसहभागिता भनेको मेरो फाइदाको लागि हुनुपर्छ होइन, मेरो परिवारको फाइदाको लागि हुन्छ, मेरो समाजको लागि फाइदाको लागि हुनुपर्छ, जो कि सरकारको काम हामीले गर्ने होइन, हामीले हाम्रो काम गर्ने हो। जबसम्म राजनीति नागरिकलाई सेवाग्राही होइन, त्यसले कामदारको रूपमा प्रयोग गर्ने मानसिकताबाट मुक्त हुँदैन, तबसम्म समाजको वास्तविक रूपान्तरण हुँदैन। हामी सेवाग्राही होइन, यिनीहरू कामदार हो, यिनलाई काम दिउँ, यिनलाई कुनै एउटा पद दिएर त्यो काममा चाहिँ दास बनाऊ भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। समृद्धि तब मात्र सम्भव हुन्छ जब नागरिकले आफ्नो काम गर्छन्। मैले मेरो काम गर्छु, तपाईँको काम गर्नुहुन्छ, तपाईँको परिवारले आफ्नो काम गर्छ, हामी आय अर्जन गर्छौँ। त्यो आय अर्जनलाई हामीले मन परेको ठाउँमा खर्च गर्छौँ, घुम्न जान्छौँ।
यी साना साना चाहिँ के छ त विकासका काममा जनताहरू अल्झिँदैनन्। सरकारले लिनुपर्ने जिम्मेवारी सरकारले पुरा गर्नुपर्छ। त्यसो भएर हामी भनेको के हो त? कर तिर्ने नागरिक हौँ, सेवा दिने भनेको चाहिँ सरकार हो। सुशासनको आधार भनेकै के हो त? यही हो। त्यसो भएको हुनाले अब तपाईँहरूले के गर्नु भन्दा केही चिजहरू तपाईँलाई चाहियो भने तपाईँको त्यो गाउँबाट सबै उठेर गएर वडामा प्रेसर दिनुहोस्, होइन, नगरपालिकामा प्रेसर दिनु, ताकि समूह बनाएर यो गर्ने म अलिकति दिन्छु, 50% चाहिँ के छ सरकारले दिने, 50% चाहिँ के छ जनसहभागिता भनेर भुलाउने काम गरेको छ नि। यो भुलाउने कामले देशको समृद्धि हुँदैन। त्यसो भएर आजै सोचौँ, आजै विचार गरौँ। अब हामीले लड्नुपर्ने भनेको यस्ता कुराहरूमा लड्ने हो। त्यसैले म आगामी फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको चुनावमा म दीपक राज जोशी कैँची चिन्ह लिएर मैले आफ्नो उम्मेदवारी दिएको छु। तपाईँको घर दैलो म आएको छु। यदि तपाईँहरूसँग भेट हुन सकेन भने मैले यस्तै सन्देशबाट तपाईँहरूसँग नजिक हुने कोसिस गरिरहेको छु। मेरो चुनाव चिन्ह कैँची हो, सोध्नुहोला, बुझ्नुहोला। कसलाई दिएर समाज समृद्ध हुन्छ, कसले सही कुरा गर्छ, कसले नागरिकलाई भ्रममा पार्दैन, त्यो बुझेर आफ्नो अमूल्य मत दिनुहोला। धन्यवाद। फेरि अर्कोचोटि भेट्नेछु।